Hello and welcome back to my new vlog. फेरि धेरै लामो समयपछि म हजुरहरूको बिचमा आइसकेको छु हैन। आज छुट्टीको दिन कर्म पनि छुट्टी छ। फेरि कर्मलाई चाहिँ भेट्न लाग्यो। लगभग अहिले कति बजे आएको 9 बज्यो। 9:10 मिनेट छ। अब गाडी निस्किन्छ हैन। धेरै समयपछि मैले भिडियो बनाउन पाइरहेको थिइनँ। कति बनाउन माने 7-8 महिना भइसकेको थियो। मैले भिडियो बनाउन लाग्यो। अझै बनाएर सिलाइरहेको छु हैन कर्मलाई के कसो हुन्छ म देखाउने गर्छु नि त। हामी म बस्नी चाहिँ यहाँ बाहिर यस्तो छ हैन। अगाडि हाम्रो चाहिँ यस्तो छ पुरा मार्केटहरु यही भित्र छ। अब यो गेट भयो हैन। गेटमा जाँदाखेरि नि अब हामी जाँदा नि यतिको खोल्न मिल्दैन यो यतिको खोल्न मिल्दैन। पुरा लक हुन्छ सिस्टम अनुसार चल्नुपर्छ यहाँ पुरा त्यही छ। उहाँ केटाहरू निस्किन लाग्छ यहाँनिर ऊ त बस जान्छ मेरो चाहिँ 9 बजेको। म अब डाइरेक्ट हजुरलाई गर्नुको अगाडि गऱ्यो। फाइनली म चाहिँ बस स्ट्यान्ड झरेर चाहिँ हिँडिसकेँ हैन। अब यहाँबाट उहाँको गल्लीमा हो गर्नुको चाहिँ हो त्यहाँनिरको। म चाहिँ हिँडिसकेँ आइसकेँ आउँदैछु भनेको थिएँ। ऊ पनि गर्नु पनि यहाँ चाहिँ आउँदैछु। यहाँ फेरि यस्तो छ जेब्रा क्रसिङ छैन फेरि यहाँ। जेब्रा क्रसिङ भन्दा यताउता गऱ्यो भने फाइन। सिस्टम कडा छ सिस्टम फाड्देंगे भने जस्तै सिस्टम कडा छ केटा हो। गाडी नआएको बेला भाग्नु पऱ्यो। कता केटाको नाक मुख देखिन्न। आउँदैछु भनेको थियो हिँडेको छैन क्या। हुन त मान्छे लासहरू हामी हो ल। म आउँदैछु भनेर रुममा सुतेर बस्ने मान्छे त हो। यहाँबाट चाहिँ देख्छु उहाँको गल्ली छ हो त्यहाँनिरको। यो ठुलो होइन सिधा होइन यतापट्टिको यो गल्लीमा चाहिँ छ उसको रुम। म अब रुममै जानु पर्ला जस्तो लाग्यो। आउँछु त भनेको थियो केटो आएको चाहिँ छैन। खै 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 फेरि घाममा फेरि यस्तो राखेर हेर्नु सकिन्न कि यस्तो छ यहाँ। फेरि जाडो भन्नुहुन्छ भने यहाँ जाडो यसो बाहिर हिँड्नुपर्छ यसरी। जाडोले खलखल खलखल पसिना त्यस्तो जाडो छ यहाँ। त्यही हो आइहाल्यो। इ फाइनली मान्छे धरी आइपुग्यो है। म यताबाट खोज्दैछु ऊ भनेको यताबाट यो गाडीको पछाडि पछाडि कहाँ लुकेर बसिरहेको थियो क्या। हेरे त घडीले देखाएर हानौँ न हामीले। घडी किन किनेको हो त्यो पनि हो ल ल दुईटा भए चाहिँ मेरो फाइनली आएर आए। मेरो महँगो यो मानिन्न झाल्टी हो। कतिको तिम्रो भन कतिको। तिम्रो कतिको भन ल। कता जाने हो चिया खान। चिया खान चाहिँ कहाँ जाने त्यहाँकोमा जाने कि यहाँको होइन खाजा खाने यता आउनु। कहाँकोमा चाहिँ जाने आउनु पर्ने यार अति भयो। तिमीले किन बक्स लाएर आएको। मैले बक्स लाउँछु भनेर खै मैले त्यस्तो देख्दिनँ नि। जे पाए त्यहीमा हेर्ने बानी छैन हेर। जहाँ पाए त्यही आँखा जान्न मेरो। किन ठ्याक्कै मैले यो लाउँछु भनेर थाहा भएको तिमीले। मैले यही लाउँछु भनेर कसरी थाहा भयो तिमीले पनि त्यही लाग्यो। मलाई पेटी पेटी ल्याउनु त मलाई कस्तो एउटा भयो हेर्नु नि तिम्रो भन्दा त यार ल मेरो पनि लास हुन्छ हेर। लास्ट त हुन्न होला किन्न हुने हो सेम हो कि सेम हो दुइटैको। ल म अहिले चाहिँ सही ल एकैछिन खाजा साजा खाने बेला भेटौँला। खाजा साजा खान आइसकेको छौँ होइन। यहाँनिर टक्क खाजा त्यस्तो छ परोठा त्यहाँ त सब्जी छ के सब्जी थाहा छैन। जस चाहे चाहिँ कहीँ गरेर चाहे चाहिँ कहीँ गरेर नछोडिने भयो हामी। नेपाल होस् यताउता चाहे चाहिँ छाने र बियर सियर खानु परेन हामी अब चाहे है। हो चिया खाँदाखेरि ए दारू खाँदाखेरि अरे कहाँ गर्मी गर्मी हुँदो रहेछ यार। गर्मी कहाँ गर्मी मैले थाहा नै पाएन भाइ केही पनि होइन। यो गर्मी पोइन्ट भनेको यहाँ स्टार्ट हुनु। अब जुन जुलाई रोक्यो क्या कति जाडो हुन्छ अहिले जाडो महिना हो। यो जाडो महिना हो नि जस मैले भनेको यो जाडो अब रोक न। जाडो आउने बाँकी छ क्या। जस बाहिर हिँड्दाखेरि खलखल खलखल पसिनाले ज्यान त्यस्तो हुन्छ।
जस यहाँनिर नि यतिको सुविधा त भएको भए यार यहाँनिर यस्तो हरियाली त्यसभित्र क्याफेमा आयो कि यतिको छ यस्तो पोइन्ट छ है यहाँनिर अगाडि हामी चाहिँ टक्क खाजा खान आइएको छ दुईजना ल स्टार्ट आनन्द नि के खान हेर बसेर एउटा प्रमोसन गराउनु पर्ने थियो यार तिम्रो भिडियोबाट के हो सारो टु इलेक्स भाइ होइन इलेक्स भाइले दिएको गिफ्ट है यो चाहिँ है वाह इलेक्स भाइको गिफ्ट है यो चाहिँ थ्याङ्क्स फर यु हो क्या आज थ्याङ्क यू है एलेक्स जस एलेक्स पनि न्यू भिडियो आइराखेको छ मैले हेरिरहेको थिएँ गर्न पर्यो इलेक्स सम्झौता त्यहाँबाट एलेक्सले न्यू भिडियो हालिरहेको थियो अझै यसरी नै गर्दै जाऊ होइन जस के कसो हुन्छ मैले अस्ति हेरेको थिएँ तिम्रो तर एलेक्सको जस के थियो एलेक्सको के मलाई देखाएको छ पस देखाइदिनु पैसा देखाऊँ लु नदेखाऊ है फेरि पस देखायो केटोले चाहिँ जस तिमीले याद गर भाइ उ त्यहाँनिरको हेर त्यो राजा छ नि उ त्यहाँनिरको राजा त्यो हेर हरेक ठुल्ठुलो उमा जाऊ त्यो राजाको फोटो जहाँ पनि हुँदो रहेछ यार दुबईमा यार जता पनि त्यसकै थोडा कुच्चेको थोडा जता पनि देख्ने यार छ यस्तो हो के राजाको भनेको त्यस्तो बन्ने भने हरेकले राखिरहेको हुन्छ नि त यहाँ भ्याइन्छ हेर है खाइन्छ एउटा रोटी खाएर अगाउने मान्छे हो म त यत्रो त खान्छु टुक्राइ ल ओके अब हामी खाजा खान्छौँ अन्त फेरि भेट्नुपर्छ आज चाहिँ रमाइलो हुन्छ होइन धेरै पछि अब दुईजना भेटिसकेछ अब दुईजना फेरि महिना भइसक्यो है महिना भइसक्यो त्यस आएको महिना दिन भइसक्यो जस भेटेन रमाइलो हुन्छ अब कथाले जतिखेर माग्यो त्यतिखेरबाट भिडियो सुरु भयो यस्तो खाजा साजा चाहिँ खाएर भइसक्यो है ठ्याक्क चाय चाहिँ भ्याएको छैन यहाँ चाहिँ त जस युएमा दुबईमा आउनुभयो भने चाहिँ यहाँ चाहिँ कस्तो इन्ट्रेस्टिङ छ भने यहाँ नेपालको जसरी जगमा खान मिल्दैन गिलासमा लखाउलो ग्लासमै हो पानी होइन किनकि अलग यसरी खान नपाउने रे क्या ठालो घाँटी त्यसरी खान नपाउने रे हो बाबा त्यही भने त्यही गरेको मैले भनेको त्यसरी खान पाउने होइन के नत्र त ऊ जगहरूमा नि हुन्छ नि त त्यसमा झुटी हाल्दा खाइदिन्छु बिन्दा छलफल रे है जहाँ गए यो चाहिँ महँगो खालको कप है फेरि खै यता यस्तो गरेर ब्रान्ड देखाउ न होइन ब्रान्ड हो कबाडी के ब्रान्ड सही हो ल चाय भएर अब हामी यहाँबाट निस्किन्छौँ कहाँ जाने यहाँबाट कहाँ जाने घुम्नु समुद्रतिर जाने भनेको समुद्रै चिने छैन हेर त्यो पनि हो यार यहाँबाट आएको कति भयो समुद्र चिनेको छैन समुद्रतिर जानु हुन्थ्यो नेक्स्ट टाइम जानुपर्छ जहाँ ऊ बुझेपछि के कस्तो छ भनेर यो भिडियो हेर्ने हो त्यो केटी छ नि भाइ त्यो भिडियो केटीले हेर नि भिडियो यो केटी त्यसले मलाई प्रपोज गरेको सरी मेरो गर्लफ्रेन्ड छ यो केटीले सरी भन्दै तिमीले त्यस्तो नभन है मेरो भाउजू छ सही हो भाउजू छ 3 सोल्ट अन द माइक पहिला पोखरामा चलफलले दुबईतिर गायब सही हो हाम्रो हाँसी मजाक भइरहेको छ यस्तै हो जहाँ गयो भने अब तर आज कसम गर्मी छैन रहेछ त्यति गर्मी छैन रहेछ धन्न ज्याकेट लाएर आएको नि फेरि म साइको भएर फेरि अब गएर हाफपट्टुमा सेन्टुमा हिँड्ने हो आशालाई भएन भाइ सेन्टु भयो सेन्टुमा त नहिँड्ने यसै कालो मान्छे झन् कालो भइन्छ हप्सिनीलाई देखेर पनि दिक्क लाग्छ यार जाउँ निस्किम र निस्किने ल ओके फोटो हामी चाहिँ यहाँबाट निस्किन्छ हामी चाहिँ निस्किन्छ अब होइन फाइनली हामी चाहिँ करुणको रुममा आइसक्यो है यहाँ लिफ्ट खोल्नु लिफ्ट छ है हाम्रो माथि नमिल्नु कस्तो होइन फेरि अझै केटाले भन्छ गर्छ केटाले ल अफ गर अहिले फेरि याद र सम्झना भनिदिन्छु नि फेरि लिक हाल्नुहुन्न है लिक हाल्नुहुन्न अहिले लिक हाल्नुपर्छ जस अब हाम्रो चाहिँ एक तलमाथि नै अब हिँड्ने चलन छैन अब टिकटक बनाएको ठाउँ यही हो है टिकटक बनाएको हिँड्यो मैले है ल गाइज हामी चाहिँ फ्यामिली पार्क आएको है यो चाहिँ फ्यामिली पार्क रे हुन त हामी पनि फ्यामिली नै हो कि जस दुईजना आइएछ दुईजना नि फ्यामिली नै हामी जस यस्तो आयो वा हेर नि यहाँ देजर यतिको देजर के अरे के खाँदै हिँडिरहेको होइन दिएको सर रक म आन्टीलाई भनिदिन्छु सर देखाउ रे सही छ यहाँनिरको ठाउँको नाम चाहिँ फ्यामिली पार्क रे र आएको छौँ हामी दुईवटा गोरुहरू के भन्छ यहाँ मान्छे छ नि त नि यता जाऊँ नि यता घुम्ने त काम के छ र हाम्रो पुरा चलफल
चलफल हाम्रो दुबईमा के हो यस्तो यस्तो छ हेमिल्टन फ्याक्ट्री यतिको रमाइलो ठाउँ छ यहाँ ग्राउन्ड पनि रहेछ उतातिर के छ त्यहाँनिर बारेको छ के बनाउनु लागेको रहेछ टिमले सब पारेको छ त्यहाँनिर जान दिन्थ्यो पहिला अहिले पारेको छ आइवा अहिले त यो सिट सार्दै थियो यार उ त्यहाँनिर थियो सिट चाहिँ सिट उता थियो बाहिर कहाँ लिएर आयो यार कहाँ लिएर आयो कहाँ लिएर आयो जक्सन बताको जक्सन हो तिम्रो घरको ढोका खोलो उहाँ फेरि त्यो उठेर गयो जाउँ उहाँ डाउनहरूको सवारी भएपछि अनि के मान्छे कहाँ बस्छ त को बाउला खै को बाउला छोड्दै जमिन को बोतलले झट्टाएर हान्नु पर्ला नि फेरि गरेर मान्छे धिराम किनामा पर्ला फेरि उफ यस्तो गर्मी त अलिक डुल्न नछोड्ने रे है जस्ट डुल्नलाई कसले नछोड्ने भयो गर्मीले खान मन लाग्यो मलाई कोक हाम्रो लाइफस्टाइल देखेर कसैलाई लागिरहेछ जोक हामीलाई सिन खानलाई लागिरहेछ भोक तर मान्छे हेल्दी छु म लागेको छैन रोग आयो वा तर अघि बढ्नु छ भने आइज मलाई ढोक रियलमा बोल इन्टरनेटमा नखोक है दियो केटोले दियो गर्छ केटोले सही हो हामी चाहिँ यसो गफसफ हानिन्छ लङ टाइम पछि कस्तो गफ हान्थ्यो आफ्टर भन्थ्यो त एउटाले लङ टाइम एउटाले होइन उत्तिकै भयो भाइरल नभनाइदिनु भाइरलै छ अलरेडी गर्नु नहुने कुरा गर्ने कि फेरि है सही यस्तो गर्मी छ गर्मी चिसो खानु लाग्यो भाइबे मिलेन क्या फेरि यहाँ हरियो र रातो भयो मेरो बेस्ट पनि हरियो हो यार लक्चस त्यसै खाइदिनु खोज्छ फेरि घामबाट मलाई शीतल भएर घाँटी पऱ्यो ओके यसो हामी गफसफ हान्छु ल यहाँ चाहिँ यस्तो तरिकाको घाम लगाइरहेछ है यहाँनिर चाहिँ परुवा छ परुवा दाना खाइरहेछ क्या दाना भन्दा नि केही पाइरहेको रहेछ हाल्दै रहेछ नि त खानेकुराहरू यत्तिकै छ सब नउडेको रे यार नउड रोक म बिचमा आउँछु सब भागेको यार मैले देखेको त ए उडेन भाइ यार सब ल सब उडेर गइदिएर उठतिर यार सब यार छ एउटा मात्रै छ यहाँ डन चाहिँ रहेछ ल हामी चाहिँ यहाँबाट निस्किन्छौँ है अब हामी रुमतिर जान्छौँ हाँसी रमाइलो भइरहेको छ यसरी नै ल जाऊँ भाइ गर्मी भयो यार अहिले त चिसो खाएर नि भन भाइ ल जाऊँ त्यहाँ यस्तो होला जस्तो लाग्यो क्या अब अलि पछि यहाँ के हुन्छ भने ठ्याक्क बाहिर ल्याएर तातो तताउने तेल हाल्ने त्यसै अन्डा फुटाएर हाल्यो भने अम्ला पाक्छ हाम्रो कम्पनीको साथीले अलि अगाडि गरी महिना के गरेको छ गोठामा ग्यास सिद्धि गरे अनि त्यो ताउला हुन्छ है प्यान भनौँ न नेपालमा त्यो भने त प्यानमा लगाएर ट्याक्क तेल हालेर बाहिर राखेको गऱ्यो 1-1.5 घन्टा तातो भएको गऱ्यो अन्डा फ्राई गर्दै गऱ्यो कि त्यहीँनिर साथी ग्यासै चाहिन्न नि यहाँ त गरी महिनामा हुन्छ अझै होइन अझै उ गर्न लाग्दाखेरि एकचोटि मासु बनाउनु लाग्यो अरे नतातेको ताउ धेरै आधी मात्रै फ्राई भएको अरे अनि त्यसपछि फेरि ग्यास सकेछ भनेर भित्र गएर अनि त्यो ग्यास हालेर पर भोटेर रातो तर यहाँ उसको एलाउड नै कि यार मासु क्या के को पाँचेको मासु एलाउड छैन यार मुङ्गुरको मासु एलाउड छैन भन्छ त अनि पाउनु त पाउँछ एलाउड छैन क्या बनाउन हाम्रो क्याम्पमा चाहिँ तिमीहरूको त यहाँ त पाउँछ होला पाउँछ हाम्रो उता छैन कि एलाउड यहाँ त बन्द छ नि त नि कता जाने हामी कहाँ बन्द हो यतापट्टि बाटो छ खतरा ठाउँ थियो यार है बन्द भएपछि के बनाउँछ खतरा बनाउँदैछ फुटबल ग्राउन्ड यहाँको ल है यहाँनिर दुबईको वर्ल्ड कप ग्राउन्ड वर्ल्ड कप होइन कहाँ दुबईको त रेन्ज ठुलो छ चिप्लेटीतिर जानु पर्ला जस्तो भयो लु नपरेको हिँड न हिँड जाने गेमहरू रहेछ यार खेल्न पऱ्यो के हो गेम चाहिँ फेरि भिल्ला यता यहाँ चाहिँ बच्चाको पार्क त्यही पनि यसो हेरौँ बच्चाको पार्क यस्तो हेर न है सुन्दर सुविधा बनाइदिनु सबलाई यस्तै छ पारा हाम्रो यस्तै छ चाल होइन अब के गर्नु भन्नेहरूलाई पनि दिन्न हामीले बाल आधा म हान्छ आधा तिमी हान त्यसलाई पुरा गर्ने तिम्रो बिचमा अप्ठ्यारो ल्याएर मलाई अल्टर हुन्छ नि त अलिकति त भन्न आउँछ कि अलिकति फिस्टाइल त हान्ने अनि त्यसपछि पुरा हान्न आउने एन्डिङ त्यो पछि अब तिमीले हान्ने लाउन सम्म त एकचोटि लाउन
दौडिन्छौ कहाँको दौडिनु हो दौड्यो ल आमै खतरा गेम खेल्ने है नमिल्ने ल यस्तो पिङ है अहिलेसम्म देखेको ओइ धान्ने रहेछ नि त यार धान्दैन त नि तर सिक्रीले ओइ के गर्नु त यसले मचाउने हो यसरी भाग्ने चुट्टे लाएर फेरि डुब्नु रहेछ भए छोडिदेऊ यस्ता नि टायर पनि बरु यो खेला यार नखेला यहाँको उयो होला बच्चाहरूको उयो हो यो चाहिँ के हो फेरि माउन्टेन चढ्ने हो क्या कताको माउन्टेन चढ्नु हो यस्तो यो होइन नजान्ने काम नगर त्यहाँबाट छिटो ल हो अड्केला फेरि यहाँनिरबाट यहाँबाट चिप्लीले पर्छ जस्तो छ अब तिमी कहाँ हो चिप्लिन हो त्यही होला छोड्दै तिम्रो गेम होइन यो बच्चाहरूको गेम हो चिडिया चिडियाहरू यहाँनिर छ है के अरे यसको नाम चराको कुकुर आफ्नै नाम बिर्सिने बेला भइसक्यो चराको नाम के याद हुन्छ यार ल ल ल बन्दर है पारामा चाहिँ बन्दर पारामा यो चाहिँ सिटी भन्ने कि गाउँ भन्ने हो के हो खै गाउँतिर हो कि जस्तो लाग्छ कहिले काहीँ त यहाँ डाँडातिर यार तर यता पनि यता सिटी छ यता चाहिँ सिटी छ यता चाहिँ त्यो यहाँ आऊ भ्लगर चढा चढा माथि जाऊ त्यस्तै घाम लागिरहेको यात्रा सम्झना मिठो 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 तिमीलाई भेट्न आउनु छ फेरि छिटो 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 यात्रा सम्झना म खुसी तिमीलाई सम्झदा अब नपर अलमलमा फस्यो दलदलमा पहिला बिजी थिए चलपलमा अहिले फर्किए आफ्नै ठाउँ फर्किए आफ्नै गाउँ बिर्से नाउँ मेरो बनाउन काम के हो दिन्छ अझै मैले फेरि फिस्टाल हानिदिएको कि हात पाइदियो डान्स हान्ने प्रायः यो खालको के यो खालको दिने नि यो खालको दिने हो यो खालको यो खालको यो खालको म यस्तरी हान्छु नि फेरि क्यामेराम्यान यस्तरी यो खालको दियो है केटोले यो चाहिँ भाइरल हुनुपर्छ है हो कि आज प्रायः यो खालको दिने हो यो खालको यो खालको यो नाच्ने के थियो अनि तर मलाई नाच्दाखेरि यो ठ्याक्क बाजाको ताला हुन्छ नि यो खालको के घुम्छ नि अनि त्यसपछि पुरा यो खालको लाएर यस्तो गरेर घुम्छ नि यो खालको रे यस्तो गर्ने आजको लागि भ्लग चाहिँ यति हुन्छ होइन हामी पुग्यो अब छुट्टीको बेला दुईजनाकै टाइम मिलाएर हामी दुईजना भेट्यो अब अर्कोचोटि कति लाग्छ हामी भेट्न अब फेरि अर्को हप्ता हो अर्को हप्ता नत्र भयो अर्को हप्ता त्यसपछिको बिचमा आउँछु नि त हुन्छ आउँछु भेट्नलाई म ल आजको लागि भ्लग यति नै छ माया र सपोर्ट गर्नु होला होइन यसरी नै धेरै नयाँ नयाँ ब्याक भएको छ धेरै पछि धेरै पछि भयो 7-8 महिना 7-8 महिनापछि अब यसरी नयाँ नयाँ आउँदैछ हाम्रो फेरि अब सङ पनि आउँछ छिटै हाम्रो यसरी अब भ्लग पनि अब चाँडै दिनुपर्छ ल आजको लागि चाहिँ यति नै भ्लग है सबलाई गुड बाई सबले माया र सपोर्ट गरिदिनु होला See you again, केटाकेटी।